सम्पूर्ण साथीहरूलाई नमस्कार। आज हामी सुन्दरी जल चिसापानी र डाब ड्यामको यात्रामा काठमाडौँबाट अगाडि बढेका छौँ। यात्रामा हामी 4 जना रहेका छौँ। नेपाल राष्ट्रिय कृषि संगठनका पूर्व अध्यक्ष लक्ष्मण शर्मा, वर्तमान अध्यक्ष हंस साई, वीरेन्द्र महरा र म गणेश कोटागाई। हामी सुन्दरी जलबाट मूलखर्क हुँदै उकालो बाटो अगाडि बढ्यौँ। बाटोमा ठाउँ ठाउँमा ढुङ्गाहरू सोलिङ गरिएका थिए। बाटो एकदमै अप्ठ्यारो बाटो रहेको थियो। वास्तवमा यो बाटो सवारी साधनका लागि भन्दा पनि पैदल मार्गको लागि ट्रेकिङ ट्रेलको रूपमा प्रयोग गरिँदो रहेछ। तर हामी जानकारीको अभावमा र सूचनाको अभावमा गागल फेदी हुँदै जाने राम्रो बाटो छोडेर यो मूलखर्क हुँदै जाने अत्यन्त अप्ठ्यारो र कठिन बाटोमा अगाडि बढ्दै गयौँ। 2टा बाइकमा हामी 4 जना थियौँ। तर बाइकमा पछाडि बस्ने मान्छे कतै झर्नु पर्ने, कतै हिँड्नु पर्ने र एकदमै अप्ठ्यारो बाटो। अप्ठ्यारो बाटोमा ढुङ्गाहरू छल्दै अप्ठ्यारो बाटाहरूमा लडिन्छ कि भनेर डराउँदै अगाडि बढ्नुपर्ने अवस्था। हामी अगाडि जाने, कुर्ने, फेरि अगाडि जाने, सँगसँगै जाने, लड्यो भने उठाउने, यस्तो गर्दै गर्दै यात्रा अगाडि बढ्यो। यात्रा एकदमै जटिल र कठिन थियो। पछाडि बस्ने साथीहरू बाइकबाट झरेर बाटो देखाउनु हुने र बाइक लड्छ कि भनेर चनाखोपूर्वक हेर्दै लड्यो भने उठाउन आइहाल्ने, यसरी हामी अगाडि बढ्यौँ। हंस सरले चाहिँ सकभर जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि लक्ष्मण सरलाई नजारिकन बाइक लिएर जाने। उहाँको बाइकमा चढेर नै देशभरि दौडिने बानीले पनि हुनसक्छ। उहाँलाई त्यो अप्ठ्यारो बाटो पनि उहाँले सजिलैसँग पार गर्नुभएको थियो। बाटोमा यस्तो कलबटहरूमा आफैले ढुङ्गा राख्नुपर्ने अवस्था, ढुङ्गा राखेर आफैले बाटो बनाउँदै अगाडि बढ्नुपर्ने। हामीले अगाडि कलबटमा ढुङ्गा आफैले राख्यौँ र हंस सरले कलबटबाट बाइक पार गराउँदै हुनुहुन्छ। एकदमै अप्ठ्यारो बाटो थियो। हंस सरभन्दा पछाडि म आइरहेको छु र मेरो बाइक चाहिँ दोस्रो कलबट क्रस गरेर तेस्रो कलबटमा आएपछि पछाडिको टायर घुमेर अगाडि बढ्न सक्दैन। त्यहाँ गहिरो ठाउँमा टायर बस्छ र माथिबाट फर्किँदै गर्नुभएको पैदल यात्रीले मलाई सहयोग गरेर बाइक पार गर्न सहयोग गर्नुहुन्छ। यसरी हामी विभिन्न यात्रीहरूको सहयोग लिँदै यो अप्ठ्यारो बाटो पार गर्ने क्रममा छौँ। बाइक यस्तो ठाउँमा फस्यो, पछाडिको टायर अगाडि पनि बढ्दैन, पछाडि पनि बढ्दैन। पैदल यात्रीले मेरो बाइकको पछाडि टायर उचालिदिनुहुन्छ र त्यो उचालेपछि मेरो बाइक अगाडि बढ्छ। यस्तो कठिनपूर्ण यात्रामा यदि हामी एक्लै दुक्लै थियौँ भने यो बाटो साँच्चै नै गाह्रो हुने थियो, कठिन हुने थियो, असम्भव हुने थियो। तर हामीसँग 4 जनाको हामी टिम थियौँ, एकदमै सहयोगी साथीहरूको टिम, र यो अप्ठ्यारो बाटोलाई पनि रमाइलो मान्दै, यो अप्ठ्यारोसँग जुझ्दै र एउटा एडभेन्चरको रूपमा लिँदै हामी अगाडि बढ्यौँ। कतै हिलो, कतै ठाडो उकालो, कतै ठाडो ओह्रालो, कतै ढुङ्गा त कतै हिलो माटो, कतै रातो माटोमा चिप्लिने त कतै ठुल्ठुलो ढुङ्गामा रड्किने, यस्तो हुँदै हुँदै हामी अगाडि बढ्यौँ। हामी यस्तो जङ्गलको बिचमा यस्तो ठाउँमा आइपुग्यौँ कि न पछाडि फर्किएर जाने सम्भावना छ, न अगाडि बढ्नको लागि बाटो सजिलो छ। त्यही पनि यस्तो घना जङ्गल, यो चाहिँ दुवैतिरबाट घना जङ्गल, अँध्यारो, दिउँसै अँध्यारो हुने जङ्गल थियो। ट्रेकिङ रुटमा केही मानिसहरू माथिबाट आउँदै हुनुहुन्छ। उहाँहरू डाब ड्याम चिसापानी बिहानै पुगेर आएको हुनुपर्छ। हामी भर्खर जाँदैछौँ। हामी 2 बजे सुन्दरी जलबाट उकालो लागेका हौँ र त्यहाँका मानिसहरूले हामीलाई तपाईँहरू 4 बजेसम्म डाब ड्याम पुग्नुहुन्छ भनेर 2 घन्टाको समय दिनुभएको थियो। अहिले 3, सवा 3 बजेको छ। अझ 40-45 मिनट हामी अगाडि हिँड्नु छ डाब ड्याम पुग्नको लागि। हिले भन्ज्याङ पुगेपछि बाटो सजिलो छ भन्ने जानकारी पाएका छौँ
हिले भन्ज्याङ चाहिँ गागलफेदीबाट आउने बाटो र मानेखर्कबाट जाने बाटोको मिटिङ पोइन्ट रहेछ। यो कतै छेउबाट हाल्न पर्ने, कतै बिचबाट हाल्न पर्ने। हिलोले गर्दा बाटोमा एकदमै अप्ठ्यारो अवस्था। पछाडिको टायर हिलोमा फसेपछि निकाल्न गाह्रो हुने र हामी मानेखर्क हुँदै यति माथि आइपुग्दासम्म अहिलेसम्म हामीले एउटा पनि बाइक फर्केको पनि भेटेको छैनौँ र जाँदै गरेको पनि भेटेको छैनौँ। सम्भवतः आजको दिनमा यो बाटो हुँदै बाइक गुडाउने र ढाबड्याम चिसापानी पुग्ने दुस्साहस गर्ने हामी नै हुनुपर्छ। फर्किने पैदल यात्रीहरू भेटिन्छ, थकित अनुहारका सहित ट्रेकिङ गरिरहनुभएका पैदल यात्री। उहाँहरू पनि त्यस्तो अप्ठ्यारो बाटो हामीले बाइक लिएर आएको देखेर अचम्म मानिरहनु भएको छ। यो हिले भन्ज्याङ हो। हिले भन्ज्याङमा सानो एउटा किराना पसल रहेको छ। हामी यहाँ थकै मार्यौँ, चिसो खायौँ, एउटा फोटो खिच्यौँ र फेरि हाम्रो यात्रा यहाँबाट अगाडि बढ्छ। हामी ढाब ड्याममा पुग्न सफल भयौँ। यो मानव निर्मित ड्याम बागमती नदीको शुद्धिकरणका लागि, बागमती नदीलाई रिचार्ज गर्नको लागि र काठमाडौँ उपत्यकाको खानेपानी समस्यालाई केही हदसम्म हल गर्नको लागि पनि बनाइएको यो मानव निर्मित ताल अत्यन्त आकर्षक र सुन्दर रहेको छ। धेरै पर्यटकहरूको आकर्षक पर्यटकीय स्थल रहेको। हामीले ढुङ्गाहरूसँग खेल्यौँ, फोटो खिच्यौँ। हंस सर बोटमा बसेर रमाइलो गर्नुभयो। वीरेन्द्र सरले मुख धुनुभयो त्यहाँको पानीले र हामी बेलुका चिसापानीको हिमालयन बिस्टा होटलमा गएर आराम गरेर चिया खाँदै, खाजा खाँदै आजको दिन यही होटलमा बितायौँ र भोलिपल्ट बिहान हामी त्यहाँबाट उठेर फर्किने तर्खरमा लाग्यौँ। रातभरि ठुलो पानी परेको थियो, बाटो हिलो थियो, तथापि हामी त्यहाँबाट फर्केर ड्याममा फेरि छिर्यौँ। यहाँबाट कालिज देखेर वीरेन्द्र सरले कालिजलाई समात्ने र ढुङ्गा हान्ने प्रयास गर्दै हुनुहुन्छ। उहाँले ढुङ्गा चाहिँ हान्नुभयो, तर कालिज त्यहाँबाट भागेको छ र हामी तल गागलफेदीको यो चाहिँ गागलफेदीको बाटो हुँदै फर्क्यौँ। हामी यो गागलफेदीको फाँट हो। हामी यहाँबाट अगाडि बढ्यौँ र हामी अगाडि बढ्दैछौँ र अन्त्यमा हामी सुन्दर जलमा आएर